हेलो नमस्ते। अहिले हामी घुमघामको लागि आएको छौँ। मसँग भरत विक्रम शाह दाइ हुनुहुन्छ, फार वेस्टर्न राइडर, तपाईँहरूले चिन्नुभएकै मान्छे। र यतापट्टि जग्गु भाइ हुनुहुन्छ, उहाँ चाहिँ विवेक बिनाडीको नामले पनि चिनिनुहुन्छ, तर अलि बढी चाहिँ जग्गु भाइको नामले चिनिनुहुन्छ। उहाँलाई हामी बधाई पनि दिन चाहन्छौँ, किन भन्दाखेरि उहाँको हातमा तपाईँले देखिराख्नु भएको छ स्टियरिङ पनि छ र BYD पनि छ। बधाई छ दाइ, धन्यवाद। अनि भरत दाइ, योमा के भन्न चाहनुहुन्छ तपाईँ आजको यो हाम्रो बवालवाला भ्लग्समा? सबभन्दा पहिला त रन्का विवेक भन्न चाहन्छु। गज्जु भाइ भने कि अब जो जग्गु भाइ गज्जु भन्यो नि जग्गु भन्यो नि। गज्जु भने कहीँ एउटा अध्यक्ष आउन मेरो नाम लियो भने र तर ठिकै छ जग्गु भाइ होइन। उहाँलाई आज गाडी एकदम हृदयदेखि नै शुभकामना दिन चाहन्छौँ। उहाँले BYD लिनु भएको छ। यो BYD एकदमै राम्रो छ। हामीले टेस्ट राइड गऱ्यौँ अहिले, यो पाहाडतिर हामीले ठ्याक्कै चलाइरहेको छौँ। एकदमै राम्रो छ, बवाल छ, बडा मजा आयो। सबैभन्दा म त यसमा 3D हेर्न लाग्छु, 3D कै आनन्द लिन लाग्छु। मोटरसाइकलमा 3D नै हुन, म त मोटरसाइकल चलाउने मान्छे होइन, साइकल चलाउने मान्छे। यसमा 3D हुने रहेछ, दायाँ बायाँ अगाडि पछाडि कौन लाग्छ, तलतिर मलतिर सब देखिँदो रहेछ। सबभन्दा राम्रो त्यो लाग्यो। अनि अब MB ब्लग्सलाई पनि फलो गर्नु होला। सबैजनाले MB ब्लग्सलाई भने फलो गरिदिया। अब आफ्नो पनि भइदियो, फलो भन्नु थियो, फलो गरिदिया भन्नु। अब सबजना फलो गरिदिया। के भन्ने हो कोही जग्गु दादा? हजुर, के भन्ने हो? ड्राइभरले धेरै बोल्नु हुन्न पहाडको बाटोमा। हो ड्राइभिङ होइन एकदम ल हो, सही हो। ट्राफिक नियमको पालना गरौँ, ड्राइभरले सिधा अगाडि मात्र हेरौँ। अनि बेल्टको प्रयोग गर्नु होला सबैजनाले है, एकदम धेरै। नत्र यो गाडी बोल्छ फेरि, नत्र अगाडि ट्याटा गरेर गाली दिन्छ। फेरि गाली पनि फेरि खतरा दिन्छ, चाइनिजमा दिन्छ, बुझिन नै बडा खतरा दिन्छ। हेर्नुहोस् अब हामी गोदावरीको यो पर्यटकीय ठाउँ गोदावरी पुल, मान्छे अलिकति छन्, धेरै त छैनन्। अब जे भए पनि जसो पनि गोदावरी धामकी जय होस्। जय बाबा गोदावरी। हेर्नुहोस् यो गोदावरी धामको यो नयाँ पुल, अब उतातिर पुरानो पुल देख्न सक्नुहुन्छ। अब हामी ट्याक्क लागेर यो गोदावरीको पुल क्रस गरेर हामी गोदावरीमा आएका छौँ, देख्न सक्नुहुन्छ। अब आजलाई यो ब्लग अब यतैतिर आउँदैछ। एकदम तपाईँले यो जुनमा आइरहेको छ, अहिले हेर्दै हुनुहुन्छ, सबजनाले यो पेजलाई फलो गरिदिनु होला। आगामी दिनमा हामी लामो भ्लग ल्याउनेछौँ, एकदम रमाइलो हुनेछ। के भन्ने हो आफ्नो अडियन्सलाई एउटै कुरा भन्न चाहन्छु म, हाम्रो भरत विक्रम शाह दाइलाई पनि माया गर्नुहोस् र सँगसँगै अलिअलि माया हामीलाई पनि गरिदिनुहोस्। धेरै माया हामीलाई चाहिँदैन जति भरत दाइले गर्नु भएको छ। टुप्पै मलाई पनि गरिदिया भन्नु खोज्या हो के तपाईँले? अलि यति मलाई पनि गरिदिया, धेरै पर्दैन, तर माया चाहिँ गरिदिया। अनि भरत दाइ र हामी सँगसँगै अनि सबैजना गोठालामा चिया खान आइदिया, कोदेको रोटी खान आइदिया। उदिन हामीले त्यो भुटे छासँग खाएर धेरैजनाको आएका थिए, मलाई पनि त्यहाँ भेट्यो, एकदम खुसी लाग्यो। अब कफी खाना पनि आइदिया, गोठाला चाहिँ जन्मुले गोठालामै आइदिया। अब बाई बाई। ल अहिलेलाई छुट्टी है सबैजनालाई, ह्याप्पी मागी, बाई बाई।